हेलो एभ्रिवान नमस्ते। आज चाहिँ म यो पेन्टिङ चाहिँ मैले कसरी बनाएँ भनेर चाहिँ थोरै अब मैले आफूले पाएको नलेज अनुसार चाहिँ हजुरहरूलाई सिकाउँदैछु। अब हजुरहरूलाई पनि मनपर्छ भने यस्तै गर्न सक्नुहुन्छ। पहिला सुरुमा चाहिँ हाइलाइटर अब त्यो स्केचको बनाउने, अनि त्यहाँ पछाडि बेस कलर जुन छ त्यसलाई चाहिँ पुरै स्प्रेड गरेर पछि हाइलाइटमा जे हाइलाइट हुन्छ, जे डार्कनेसहरू हुन्छ त्यसलाई चाहिँ राख्ने। अनि त्यहाँ पछाडि आफूले अब चाहेको अनुसार जे मन लाग्छ, जसरी मन लाग्छ बनाउने। अनि थोरै थोरै गरेर एक एक गरेर, तर यो मेरो चाहिँ ब्रस भएन, ब्रस चाहिँ हल्का मसिनो चाहिन्थ्यो। अनि आफूले जस्तो कलर मनपर्छ स्किन टोन अनुसार, बेबीको लिप्स अनुसार, बेबीको अब जस्तो जे हुन्छ त्यो गर्ने। फर्स्टमा चाहिँ हामीले चाहिँ आफ्ना चाहिँ बेस चाहिँ बनाउनु पर्छ। बेस कोट गरिसकेपछि त्यसमा चाहिँ माथि चाहिँ जे कलर हो त्यो हामी चाहिँ गर्न सक्छौँ है। यस्तै गरेर अब सबै बिस्तारै बिस्तारै बनाउने। यो चाहिँ मेरो भाइ हो, यो बेबी कस्तो क्युट देखिया। उस्तो अब हजुरहरूले कस्तो मान्नुहुन्छ? राम्रो त छ, राम्रो भन्दा त मैले त धेरै राम्रो माने। हिजो आज चाहिँ मेरो दिनहरू यस्तै बनाउँदै गइरहेछ। अब कुन दिनदेखि रोकिने हो थाहा छैन। आज एउटा भोलि एउटा गरेर बनाइरहेको छु। क्युट बेबी बनिसक्यो। अनि त्यसपछि उसको पनि सब बनाइसकेपछि थोरै अब ज्याकेटको लागि ज्याकेट कस्तो हुन्छ भनेर थोरै आउटलाइनमा चाहिँ ब्ल्याक कलर चाहिँ ड्र गर्नुपर्छ। हेर्नु त यस्तै मैले गरे जस्तै गर्न सक्नुहुन्छ। हजुरहरूलाई भिडियोमा देखाए जसरी सजिलो त छैन पेन्टिङ बनाउन, त्यही पनि अब सटिकमा देखाएको। यस्तै गरेर हजुरहरूले पनि बनाउन सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ माई भिडियो। थ्याङ्क यू एभ्रिवान।